क्लास 9 अप्सनल म्याथ्सको फुल कोर्स र एक्सरसाइज सोल्युसनमा चाहिँ आज हामीले यो एक्सरसाइज 1.1G जुन चाहिँ डोमेन, कोडोमेन एन्ड रेन्ज अफ फंक्सन र त्यसैगरी इमेज एन्ड प्री इमेज अफ अ फंक्सन भन्ने छ, यो चाहिँ आज गर्दैछौँ है त। र यो एक्सरसाइजमा जानु अघि चाहिँ हामीले क्लासमा पढेको जुन चाहिँ फुल भिडियो हाम्रो यही च्यानलमा छ त्यो चाहिँ हजुरले हेर्न सक्नुहुन्छ। त्यसमा चाहिँ हामीले के पढ्यौँ भन्दा एउटा फंक्सन ए बाट बी मा डिफाइन भइरहेछ भने सेट ए भनेको डोमेन हुन्छ, सेट बी भनेको कोडोमेन हुन्छ भनेर पढ्यौँ। र त्यसैगरी रेन्ज भनेको चाहिँ के हुन्छ त, रेन्ज भनेको चाहिँ यो सेट बी को एलिमेन्टहरु जुन चाहिँ हाम्रो सेट ए सँग एसोसिएटेड छन् तिनीहरुलाई चाहिँ रेन्ज भनिन्छ। जस्तै यहाँ y भन्ने रेन्ज भयो। र त्यसैगरी इमेज र प्री इमेज को बारेमा पनि पढेको थियौं हामीले, जुनमा चाहिँ के हुन्छ यदि यसरी चाहिँ कुनै फंक्सन डिफाइन भइरहेछ भने यो x को भ्यालु भनेको प्री इमेज अफ y हुन्छ र y को भ्यालु भनेको चाहिँ इमेज अफ x हुन्छ है त। ल अनि तिनीहरुको एक्जाम्पलहरु चाहिँ मैले यहाँ राखिदिएको छु, एउटा एक्जाम्पल गरेर यहाँ राखिदिएको छु है त। ल अब एक्सरसाइजमा जाउँ। ल यो एक्सरसाइजमा चाहिँ के सोधिरहेछ सुरुमा, एक्सप्लेन द डोमेन, कोडोमेन एन्ड रेन्ज अफ अ फंक्सन विथ एन एक्जाम्पल भनिरहेछ। त्यसपछि बी नम्बरमा एक्सप्लेन द इमेज एन्ड प्री इमेज अफ अ फंक्सन विथ एन एक्जाम्पल भनिरहेछ। भनेपछि यो भनेको त अघि भर्खरै भनेकै कुराहरु भयो हैन। यो चाहिँ मैले क्लासमा कम्प्लिट भनिसकेको छु, त्यो भिडियो हजुरले हेर्न सक्नुहुन्छ। र डेफिनेसनको लागि चाहिँ हजुरले यहाँबाट यो डेफिनेसनहरु लेख्न सक्नुहुन्छ। यो डोमेनको, कोडोमेनको डेफिनेसनहरु यसमा छ र त्यसैगरी रेन्जको डेफिनेसन यसमा छ र त्यसपछि इमेज र प्री इमेज क्वेशन नम्बर बी को पनि आन्सर यसमा छ। र त्यसको लागि एउटा एक्जाम्पल लेख्दा चाहिँ यो एक्जाम्पल दिदा भयो। जस्तै यो ए र बी भन्ने सेट छ भने सेट ए मा 1 2 3, सेट बी मा 4 5 6 7 छ भने डोमेन भनेको के भयो त, डोमेन भनेको सेट ए को एलिमेन्टहरु भनेको 1 2 3। त्यसैगरी कोडोमेन भनेको के हुने भयो त, कोडोमेन भनेको सेट बी को एलिमेन्टहरु भनेको 4 5 6 7। त्यसपछि रेन्ज भनेको के हो, रेन्ज भनेको चाहिँ सेट बी को एलिमेन्टहरु, तर कस्तो एलिमेन्ट भन्दा जुन चाहिँ ए सँग एसोसिएटेड होस् हैन। यसमा 4 पनि कनेक्ट छ, 5 पनि छ, 6 पनि छ, तर यो 7 के छ, कनेक्ट छैन यो 7। भनेपछि 7 चाहिँ हामीले रेन्जमा लेख्नु मिलेन हैन। ल त्यसपछि अब इमेज र प्री इमेज को एक्जाम्पल पनि यहाँ छ। अब जस्तै यो 1 को इमेज भन्यो भने 1 को इमेज 4 हुने भयो। त्यसै 4 को प्री इमेज भन्यो भने चाहिँ प्री भन्नेबित्तिकै अगाडि हेर्नु पर्यो हैन। जस्तै प्री बोर्ड भनेको त्यो बोर्ड एक्जाम भन्दा अगाडि आउँछ नि, हो त्यस्तै प्री इमेज भनेको चाहिँ इमेज को अगाडि। अब जस्तै 2 को इमेज भन्यो भने चाहिँ 5 हुने भयो, 5 को प्री इमेज भन्यो भने चाहिँ अगाडिपट्टि 2 भनेपछि 2 चाहिँ लेख्नु पर्यो है त। ल यसरी चाहिँ हामीले यो क्वेशन नम्बर 1 चाहिँ लेख्न सक्छौं हैन त, एक्जाम्पल अनि त्यसपछि यिनीहरुको डेफिनेसनहरु। ल त्यसपछि क्वेशन नम्बर 2 मा जाउँ। ल यसमा चाहिँ के भनिरहेछ, द फलोइङ टेबल रिप्रेजेन्ट्स द फंक्सन एफ हैन। एफ भन्ने फंक्सन दिइरहेको रहेछ र त्यसको लागि x भ्यालु र y भ्यालुहरु दिइरहेछ। भनेपछि एफ एज अ सेट अफ अर्डर्ड पेयर। अब अर्डर्ड पेयरमा लेख्न त हामीले यो भन्दा अघिल्लो एक्सरसाइजमा पनि पढिसकेको हो हैन। भनेपछि अर्डर्ड पेयरमा लेख्नु पर्यो भने कसरी लेख्नु पर्यो, एफ इज इक्वल टु x, y गरेर लेख्नु पर्यो हैन। 1 राख्दा 1 2 4, त्यसैगरी 3 9 र 4 16। ल यही हुने भयो सेट अफ अर्डर्ड पेयरमा। त्यसपछि के भनिरहेछ, डोमेन र रेन्जहरु लेख्न भनिरहेछ। भनेपछि डोमेन भनेको चाहिँ हामीले के भन्यौ, डोमेन भनेको यो रिलेसन देखि नै हामीले पढ्दै आएको कुरा हो, डोमेन रेन्जहरु हैन। डोमेन भनेको चाहिँ x को भ्यालुहरु x y बिलोंग्स टु f भन्नु पर्यो र यस्तो भनेको अगाडिको एलिमेन्टहरु हैन। भनेको के छ त यसमा, यी 1 छ 2 छ 3 छ 4 छ। भनेपछि 1 2 3 4 भन्ने चाहिँ के हुने रहेछ, डोमेन हुने रहेछ। र त्यसपछि रेन्ज पनि सोधिरहेछ भनेपछि रेन्ज भनेको चाहिँ के भयो, y को भ्यालुहरु हैन, x y बिलोंग्स टु f। ल y को भ्यालुहरु के छ त, यो 1 4 9 16, 1 4 9 16 चाहिँ हाम्रो रेन्ज हुने भयो हैन। त्यसपछि क्वेशन नम्बर सी मा व्हाट इज द प्री इमेज अफ 9। ल प्री इमेज भनेको के हो, मैले अघि भनिसके, प्री भन्नेबित्तिकै अगाडिपट्टि हेर्नु पर्छ, x को भ्यालु खोज्नु पर्यो प्री इमेज भनेपछि। भनेपछि y मा 9 हुँदा त्यसको x भ्यालु चाहिँ के हुन्छ त 3। भनेपछि प्री इमेज अफ 9 भनेको चाहिँ 3 हुने भयो हैन त, राइट इट भनेको छ भइहाल्यो। त्यसपछि राइट द फंक्सन एफ इन अल्जेब्रिक फर्म। यो चाहिँ हामीले यो भन्दा अघिल्लो एक्सरसाइजमा पनि यसरी अल्जेब्रिक फर्ममा कसरी लेख्ने त्यो सिकिसकेका छौं हैन। भनेपछि यसको लागि के गर्नु पर्यो, हियर अब यसमा y को भ्यालु हैन, 1 भनेको 1 को स्क्वायर गरेर आइराछ। त्यसैगरी 4 भनेको कसरी आइराछ,
2 को स्क्वायर गरेर आइराछ। त्यसैगरी 9 भनेको कसरी आइराछ 3 को स्क्वायर गरेर आइराछ र त्यसैगरी 16 भनेको 4 को स्क्वायर गरेर आइराछ। भनेपछि यो के गरेर आएको रहेछ त y को भ्यालु निकाल्नको लागि x लाई स्क्वायर गरेको रहेछ हैन। भनेपछि y भनेको fx हो, fx = x स्क्वायर हुने भयो अल्जेब्रिक फर्ममा है त। यो भयो अल्जेब्रिक फर्ममा। ल यसरी चाहिँ हामीले यो क्वेशन नम्बर 2 पनि सल्भ गर्न सक्यौं हैन। ल क्वेशन नम्बर 3 मा जाउँ। ल यो म्यापिङ डायग्राममा हेरेर चाहिँ यो सल्भ गर्न भनेको छ। ल ए नम्बरमा एन्सर द क्वेशन्स बेस्ड अन द गिवन म्यापिङ डायग्राम भनेको छ। डज जी रिप्रेजेन्ट अ फंक्शन एक्सप्लेन विथ रिजन भनिरहेछ। ल अब फंक्शन हो कि होइन भनेर कसरी पत्ता लगाउने भन्ने कुरा हामीले अगाडिको च्याप्टरमा पढिसक्यौं हैन। यदि अझै कन्फ्युज हुनुहुन्छ भने चाहिँ एकचोटी त्यो भिडियो हेर्नु भयो भने पुरै क्लियर हुन्छ हजुरलाई है त। ल अब फंक्शन हुनको लागि चाहिँ के हुनुपर्छ त भन्दा एभ्री एलिमेन्ट अफ फर्स्ट सेट is related to exactly one element of the second set। ल यहाँ त्यस्तो छ त यो फर्स्ट सेटको सबै एलिमेन्टहरुबाट यो रिलेसन छ हैन। योबाट पनि छ योबाट पनि छ र त्यो चाहिँ के त एक्ज्याक्टली वान एलिमेन्टमा गइराछ त 3 बाट 6 मा मात्रै गएको छ, अरु कतै पनि गएको छैन। 5 बाट पनि 8 मा मात्रै गएको छ, 7 बाट पनि 10 मा मात्रै गएको छ हैन। भनेपछि हियर एभ्री एलिमेन्ट अफ द फर्स्ट सेट इज रिलेटेड टु एक्ज्याक्टली वान एलिमेन्ट अफ द सेकेन्ड सेट, सो जी रिप्रेजेन्ट्स अ फंक्शन भनेर भन्नु पायो है त। रिप्रेजेन्ट्स अ फंक्शन। ल यो भइहाल्यो। त्यसपछि क्वेशन नम्बर बी मा व्हाट इज द प्री इमेज अफ 8। ल प्री इमेज अफ 8 भनेको प्री भन्ने बित्तिकै अगाडि हेर्नु पर्यो प्री इमेज। 8 को प्री इमेज भनेको ई 5 हैन, यही लेखिदिए मैले। द प्री इमेज अफ 8 इज 5 भनेर लेखिदिनु पर्यो। त्यसपछि राइट द डोमेन कोडोमेन एन्ड रेन्ज अफ जी भनेको छ। भनेपछि यसमा डोमेन भनेको के हुन्छ त डोमेन भनेको फर्स्ट सेट हैन त, सेट ए जुनमा के छ 3 5 7 हुने भयो। त्यसपछि अर्को के सोधिरहेछ कोडोमेन भनिरहेछ। कोडोमेन भनेको हामीले अघि डेफिनेसनमा पढिसक्यौं, पछिल्लो सेट भनेर पढ्यौं हैन। यो यदि कुनै फंक्शन चाहिँ जी भन्ने यदि कुनै फंक्शन ए टु बी यसरी डिफाइन भइरहेछ भने हाम्रो सेट ए भनेको डोमेन हो, सेट बी भनेको चाहिँ कोडोमेन हुन्छ भनेर हामीले पढिसक्यौं हैन त। ल भनेपछि सेट बी हुने भयो कोडोमेन। यसको भ्यालुहरु कति त 6 8 10 13 6 8 10 13 र त्यसपछि अर्को रेन्ज पनि सोधिरहेछ। भनेपछि रेन्ज भनेको चाहिँ के हुन्छ रेन्ज भनेको चाहिँ यो एसोसिएटेड भएको सेट बी मा यो यति एसोसिएटेड भएको एलिमेन्टहरु मात्रै लिनु पर्यो। यो एक्लै छ, यसको यता कुनै पनि रिलेसन छैन भनेपछि यो लिनु पाएन। भनेपछि 6 8 र 10 मात्रै लिनु पर्यो। 6 8 10। ल यसरी हामीले रेन्ज पनि निकाल्न सक्यौं हैन। त्यसपछि अब क्वेशन नम्बर डी मा जाउँ। फाइन्ड द भ्यालु अफ g5 प्लस g7 भनिरहेछ। अब यो g5 भनेको के हो, यो भनेको x को भ्यालु हो। भनेपछि g भनेपछि यो x को भ्यालु 5 हुँदा g5 भनेको 8 हैन। भनेपछि यो भनेको 8 हुने भयो र g7 भनेको चाहिँ 7 हुँदा 10 आइराछ। भनेपछि आन्सर आयो 18 आउने भयो हैन त। ल त्यसपछि अर्को राइट द फंक्शन g इन अल्जेब्रिक फर्म। ल अल्जेब्रिक फर्ममा लेख्नु भन्यो यसलाई। भनेपछि अब कसरी लेख्ने होला त यसलाई अल्जेब्रिक फर्ममा। हियर अब यो दुईटामा के भइराछ 3 बाट 6 आइराछ, 5 बाट 8 7 बाट 10। भनेपछि के भइरा होला यसमा +3 गरेको होला हैन। 3 मा 3 जोड्यो भने 6, 5 मा 3 जोड्यो भने 8, 7 मा 3 जोड्यो भने 10 हुन्छ। भनेपछि हाम्रो यो 10 पहिला अगाडिबाटै सुरु गरौँ। हाम्रो यसमा 6 भनेको कसरी आएको थियो 3 मा 3 जोडेर, त्यसैगरी 8 भनेको 5 मा 3 जोडेर र त्यसपछि 10 भनेको चाहिँ 7 मा 3 जोडेर। भनेपछि योबाट हामीले के भन्न सक्यौं यो भनेको y को भ्यालुहरु भयो हैन, अथवा y भनेको fx पनि भन्न मिल्यो। सरी यसमा g छ भनेपछि gx नै भन्नु पर्यो हैन। र gx भनेको चाहिँ हाम्रो यिनहरु 3 5 7 भनेको x को भ्यालुहरु हो, त्यसमा 3 जोडेको रहेछ। भनेपछि
यसरी हामीले अल्जेब्रिक फर्ममा पनि यसरी रिप्रेजेन्ट गर्न सक्यौं हैन त। ल त्यसपछि अब क्वेशन नम्बर 4 मा जाउँ है त। ल क्वेशन नम्बर 4 मा चाहिँ हामीलाई के सोधिरहेछ, हामीलाई निकाल्नु पर्ने छ रेन्ज अफ द फंक्शन इन इच अफ द फलोइङ केसेस भनिरहेछ। भनेपछि ए मा त सेट अफ अर्डर पेयर फर्ममा दिइरहेछ, भनेपछि रेन्ज भनेको के लेख्नु पर्यो, रेन्ज भनेको y को भ्यालुहरु x y बिलोंग्स टु f भयो नि y को भ्यालुहरु भनेको y को भ्यालुहरु भनेको यो 4 6 र 8 हुने भयो, 4 6 8। ल यति नै हो, यो सकिसक्यो हैन। त्यसपछि क्वेशन नम्बर बी मा जाउँ। बी मा चाहिँ के दिइराछ, g भन्ने फंक्शन छ x y यो सेट बिल्डर फर्ममा दिएछ र y भन्ने भ्यालु यही y को भ्यालु हामीलाई निकाल्नु पर्ने हैन। रेन्ज भनेको y को भ्यालु चाहिँ x मा डिपेन्डेन्ट छ, x चाहिँ फेरि केमा छ त यो नेचुरल नम्बर भनेर यो इन्टरभल दिइराछ। भनेपछि यसको लागि पहिला डोमेन सेट चाहिँ के हुने भयो त, x को भ्यालुहरु हो डोमेन भनेको। x को लागि के इन्टरभल दिइराछ 2 लेस देन x इज लेस देन 5 x बिलोंग्स टु नेचुरल नम्बर। भनेपछि नेचुरल नम्बर भनेको 1 2 3 4 5 6 7 8 हुन्छ हैन, 1 बाट सुरु हुन्छ। र यसमा के भनिराछ 2 भन्दा ठूलो 5 भन्दा सानो। अब 2 लिनु मिले त यसमा, यहाँ इक्वल टु छैन हैन, लेस देन अर इक्वल भनेको भए 2 पनि लिनु मिल्थ्यो, तर यसमा छैन भनेपछि 3 र 4 मात्र हुने भयो। ल अब यति भइसकेपछि अब रेन्ज निकाल्नु छ हामीलाई त, भनेको y को भ्यालुहरु निकाल्नु पर्यो। त्यसोभए फर x को भ्यालु 3 राख्दा y को भ्यालु निकाल्नु, त्यसोभए 3 - 3 हुने भयो हैन। र त्यसैगरी x को भ्यालु 4 राख्दा y को भ्यालु 4 - 3, किन भन्दा y = x - 3 हो। x को भ्यालु हामीले त्यो राखिहाल्यौं, यो 1 आयो त्यो 0 आयो। भनेपछि सो रेन्ज अफ g भन्ने फंक्शन छ, रेन्ज अफ g भनेको चाहिँ y को भ्यालुहरु कति कति आयो 0 र 1। ल यति नै हो, सकिहाल्यो। त्यसपछि अब क्वेशन नम्बर सी मा hx भनेको x² - 2x, डोमेन चाहिँ के दिइराछ यी पहिल्यै 0 1 2। भनेपछि अब यो डोमेनमा भएको भ्यालुहरु राखेर चाहिँ हामीले यो रेन्जहरु निकाल्नु पर्यो। भनेपछि के गर्नु पर्यो त, अब फर x = 0 hx भनेको के हुने भयो त 0² - 2 * 0 गर्नु पर्यो हैन। किन भन्दा यसमा hx भनेको के दिइराछ x² - 2x भनेर दिइराछ। hx भनेको अब x 0 हुँदा 0² - 2 * 0 गर्नु पर्यो, 0 नै आउने भयो। त्यसैगरी फर x = 1 hx भनेको के आयो त 1 को स्क्वायर - 2 * 1 गर्नु पर्यो। यो भनेको 1 - 2 गर्दा -1 आउने रहेछ। त्यसैगरी फर x = 2 hx भनेको x² भनेको 2 को स्क्वायर - 2 * x भनेको 2 भनेको 2 2 4 4 - 4 गर्दा यो पनि 0 आउने रहेछ। भनेपछि हेन्स रेन्ज अफ h भनेको चाहिँ y को भ्यालुहरु के आयो त, अथवा hx को भ्यालुहरु 0 -1 र 0 भनेको 0 0 यो रिपिट भयो, रिपिट गरेको हामीले लेख्दैनौं, 0 र -1 हुने भयो नि त। ल यसरी चाहिँ हामीले यो अर्डर्ड पेयर फर्ममा दियो भने पनि लेख्न सक्यौं, यसरी सेट बिल्डर फर्ममा दियो भने पनि लेख्न सक्यौं, र यसरी डोमेनमा लिस्टिङ गरेर दियाछ भने पनि हामीले y को भ्यालुहरु खोज्ने हो। रेन्ज भन्ने बित्तिकै y को भ्यालुहरु अथवा fx को भ्यालुहरु अथवा यो g दियाछ भने gx को भ्यालुहरु अथवा h दियाछ भने hx को भ्यालुहरु हैन, यो भ्यालुहरुको चाहिँ सेटलाई हामीले के भन्छौं त रेन्ज भन्छौं। ल त्यसपछि अब क्वेशन नम्बर 5 मा जाउँ है त। ओके ल यो क्वेशनमा चाहिँ के भनिराछ, फाइन्ड द डोमेन अफ द फंक्शन इन इच अफ द फलोइङ केसेस भनिराछ। यसमा डोमेन भनेको के को भ्यालु, अघि क्वेशन नम्बर 4 मा रेन्ज निकाल्न भनेको थियो, अब यसमा डोमेन निकाल्न भन्यो। डोमेन भनेको x को भ्यालुहरु हो, र यसमा यी पहिले के दिइराछ रेन्ज को भ्यालुहरु। रेन्ज भनेको y को भ्यालुहरु दिएको रहेछ, y को भ्यालुबाट चाहिँ y अथवा fx हैन, यसको भ्यालु दिएर चाहिँ हामीलाई x निकाल्नु पर्ने छ। भनेपछि अघिको जसरी नै सल्भ गरौँ है त। गिवन fx भनेको के दियाछ 3x + 5 र यसको लागि रेन्ज भनेको के दिइराछ, रेन्ज चाहिँ 2 8। अब डोमेनको लागि निकाल्नु पर्ने छ। भनेपछि हामीले फर
fx हैन रेन्ज भनेको fx हो fx को भ्यालु 2 राख्दा x को भ्यालु कति आउँछ त fx = 2 fx भनेको फेरि के हो 3x + 5 = 2 भनेपछि अब यसलाई सल्भ गर्दा के आउँछ त 3x = 2 - 5 भनेपछि x = 2 - 5 गर्दा -3/3 गर्दा -1 आयो हैन त्यसैगरी अब फर अर्को fx को लागि fx कति 8 राख्नु पर्यो त्यसपछि त्यो राख्दा 3x + 5 = 2 हैन 3x + 5 = 2 हो त यी 8 राख्नु पर्यो हैन fx को भ्यालु त 8 हो ल यहाँ चाहिँ 8 राख्नु पर्यो त्यसो भए 3x = 8 - 5 गर्नु पर्यो योबाट हामीले x लाई सल्भ गर्नु पर्यो भनेको x = 8 - 5 गर्दा 3/3 गर्दा 1 आयो भनेपछि हामीलाई के चाहिँ सोधेको हो त डोमेन पत्ता लगाउने डोमेन भनेको x को भ्यालुहरु भनेपछि हेन्स डोमेन अफ f भनेको चाहिँ के आयो त 1 र -1 आयो नि त डोमेनहरु ल त्यसपछि क्वेशन नम्बर बी मा जाउँ बी मा पनि यसरी नै रेन्जलाई लिस्टिङ गरेर दिइराछ र हामीलाई gx भनेर यो फंक्सनको भ्यालु दिइराछ भनेपछि अब यसलाई पनि सेम अघि गरे जस्तै गर्ने हो ल यसमा पनि मैले डाइरेक्ट लेख्दिए फर fx = -1 हुँदा चाहिँ के हुने भयो fx भनेको 4x - 5 = -1 योबाट 4x भनेको के आयो त -1 + 5 यो भनेको x = 5 - 1 गर्दा 4/4 गर्दा 1 आयो त्यसैगरी अब फर fx भनेको अर्को कति दिइराछ 7 दिइराछ 7 भन्नुको मतलब के हो त 4x - 5 = 7 हो हैन किन भन्दा fx भनेको 4x - 5 अथवा यहाँ gx दिएको रहेछ gx नै युज गर्नु है त यो gx दिएको छ भने gx नै युज गर्नु न किन fx युज गर्ने ल gx भयो त्यसपछि अब 4x = 7 + 5 भनेपछि x भनेको के आयो त 7 5 12/4 भनेको 3 आउने भयो हैन त ल भनेपछि हेन्स डोमेन अफ g भनेको चाहिँ के आयो त 1 र 3 आयो डोमेन हैन ल यसरी चाहिँ हामीले अघिको क्वेशनमा चाहिँ रेन्ज दिएर सरी डोमेन दिएर रेन्ज निकाल्न भनेको थियो हैन त्यसको लागि हामीले y निकाल्थ्यौं यसमा चाहिँ रेन्ज दिएर डोमेन निकाल्न भनिरा छ ल त्यसपछि अर्को क्वेशनमा सी मा जाउँ अब ल यसमा चाहिँ फर hx = 9 हैन यो रेन्जको भ्यालु यो हुँदा चाहिँ x को भ्यालु कति आउँछ त त्यो निकाल्नु पर्यो x² = 9 भनेर भन्नु पर्यो भनेपछि x² - 9 = 0 योबाट हामीले के चाहिँ लेख्न मिल्यो त x² 9 भनेको 3 को स्क्वायर हैन भनेपछि a² - b² जस्तो फर्ममा गयो x - 3 x + 3 = 0 भनेपछि यहाँबाट इदर x - 3 = 0 योबाट x को भ्यालु 3 अब इदर भनेको चाहिँ उदर भन्नु पर्यो हैन उदर चाहिँ x + 3 = 0 भनेको x को भ्यालु -3 आयो र त्यसैगरी यति मात्र हो त hx को भ्यालु 9 मात्र हो हैन 16 पनि छ भनेपछि हामीले फर hx = 16 अब यो केसमा चाहिँ के हुने भयो त hx भनेको x² = 16 और x² - 16 = 0 अब यसलाई x² - 4 को स्क्वायर लेख्न मिल्छ हैन भनेपछि x - 4 x + 4 = 0 अब यसमा पनि आइदर अर गर्नु भयो नि x को भ्यालु के आउँछ त 4 र -4 आउने भयो भनेपछि हेन्स हाम्रो x को भ्यालुहरु हो डोमेन भनेको हैन भनेपछि डोमेन अफ hx डोमेन अफ h भनौं फंक्सनको नाम त ल डोमेन अफ h भनेको चाहिँ के आयो त 3 -3 4 -4 हैन यदि 4 वटा चाहिँ डोमेनमा यदि 4 वटा एलिमेन्टहरु चाहिँ आयो ल त्यसपछि अब अर्को क्वेशनमा जाउँ ल यो क्वेशन पनि के दिइराछ त सेम नै रहेछ हैन इफ द सेट अफ इमेजेस अफ द फंक्शन gx = 2x + 5 इज यो भनेको यसमा के दिएको छ सेट अफ इमेज भन्नु नै के हो त रेन्ज हो हैन इमेज भनेको y को भ्यालुहरु हो भनेको यो सबै y को भ्यालुहरु दिएको छ
भने हामीलाई प्रिइमेजको सेट निकाल्न भनेको छ भनेको यक्सको भ्यालुहरुको सेट भनेको डोमेन चाहिँ के हो त्यही निकाल्न सोध्या त हो हैन। भनेपछि क्वेशन नम्बर डी मा हामीलाई के दिइरा रहेछ gx को भ्यालु 2x + 5 भनेर दिइरा छ र त्यसैगरी चाहिँ सेट अफ इमेजेस भनेर दिइरा छ। सेट अफ इमेजेस जुन भनेको y को भ्यालुहरु हो 7 11 15 भनेपछि अब के गर्नु पर्यो फर gx = 7 हैन सुरुमा 7 राख्नु पर्यो। त्यसको लागि चाहिँ के हुने भयो त gx भनेको 2x + 5 = 7 योबाट 2x = 7 - 5 भनेपछि x = 2/2 हुने भयो यो भनेको 1 आयो। त्यसैगरी अब फर gx = 11 राखौं 11 हुँदा चाहिँ फेरि 2x + 5 नै हो gx भनेको इक्वल्स 11 योबाट हामीले 2x = 11 - 5 र x को भ्यालु निकाल्दा 11 - 5 6 अनि यो 2 डिभाइड मा जाने भयो यो गर्दा 3 आयो। त्यसैगरी अर्को भ्यालु पनि दिइरा छ 15 भनेपछि gx = 15 राख्नु पर्यो र योबाट चाहिँ हामीले अब 2x + 5 = 15 गरेर चाहिँ के गर्नु पर्यो त अब 2x = 15 - 5 योबाट x को भ्यालु के आयो त 10/2 गर्दा चाहिँ 5 आउने भयो। भनेपछि हेन्स हामीलाई फाइन्ड द सेट अफ प्रिइमेजेस भनेपछि हेन्स सेट अफ प्रिइमेजेस भनेको चाहिँ के आयो त 1 3 5 आयो। ल यति हो यसमा गर्नुपर्ने हैन। र यसमा पनि के भनेको छ यी सेट अफ इमेजेस दिया छ। सेट अफ इमेजेस भन्नु नै के हो रेन्ज हो। रेन्ज भनेको y अथवा चाहिँ fx हैन जे भने नि भयो यसलाई। त्यसैले फाइन्ड द सेट अफ प्रिइमेजेस को सेट भन्नु x निकाल्नु भनेको पनि त्यही हो डोमेन निकाल्न भनेको पनि त्यही हो हैन प्रिइमेज निकाल्न भनेको पनि त्यही हो हामीले निकाल्नु पर्ने। ल अब क्वेशन नम्बर ई मा जाउँ। ल ई नम्बरमा हामीलाई के दिइरा छ ल क्वेशनलाई नि मैले तल लेखे है। ल यसमा चाहिँ fx को भ्यालु दिइरा रहेछ 4x - 3 र अनि हामीलाई फर fx = या कति भ्यालुहरु दिइरा छ 1 राखौं पहिला 1 राख्दा चाहिँ के हुने भयो 4x - 3 = 1 योबाट हाम्रो 4x भनेको 3 + 1 4 हुने भयो x भनेको 1 आयो हैन। त्यसैगरी फर fx को अर्को भ्यालु राखौं अब fx भनेको 5 राखौं 5 राख्नु भनेको 4x - 3 = 5 हुने भयो किनभने fx भनेको 4x - 3 हो भनेपछि 4x = 5 + 3 5 + 3 8 हुने भयो हैन 8/4 लेख्नु पर्यो यो भनेको 2 आयो। र त्यसपछि फेरि फर fx = अर्को भ्यालु 9 राख्नु पर्यो यो राख्दा के आयो त फेरि 4x - 3 = 9 भनेको 4x = 9 + 3 12 योबाट x भनेको चाहिँ 12/4 गर्दा 3 आउने भयो हैन त। भनेपछि हेन्स सेट अफ प्रिइमेजेस इज भनेको के रहेछ त 1 रहेछ 2 रहेछ अनि 3 रहेछ हैन त। यसरी चाहिँ हामीले यो यदि रेन्ज दिएको छ भने डोमेन निकाल्न र डोमेन दिएको छ भने चाहिँ रेन्ज कसरी निकाल्ने भन्ने खालको क्वेशनहरु चाहिँ हामीले सल्भ गर्न सक्यौं हैन त यसरी। ल क्वेशन नम्बर 1 मा डेफिनेसनहरु थियो क्वेशन नम्बर 2 मा चाहिँ हाम्रो यो टेबलमा दिएर अर्डर पेयर त्यसपछि डोमेन रेन्जहरु निकाल्ने प्रिइमेजको कुराहरु थियो। त्यस्तै क्वेशन नम्बर 3 मा चाहिँ हाम्रो त्यही यही फंक्सन हो कि हैन त्यो पत्ता लगाउने रहेछ। त्यसपछि प्रिइमेजहरु त्यसपछि डोमेन कोडोमेन रेन्जहरुको कुरा रहेछ। त्यसैगरी यो क्वेशनमा पनि त्यही डोमेन र डोमेन दिएर रेन्ज निकाल्ने खालको र यसमा चाहिँ रेन्ज दिएर डोमेन निकाल्ने खालको क्वेशनहरु थियो हैन। अब क्वेशन नम्बर 6 मा जाउँ। ल ओके सुरुमा क्वेशन नम्बर 1 मै गए म। ल फर व्हिच एलिमेन्ट इन द डोमेन अफ द फंक्शन fx = यो इज द इमेज 7 भनेपछि यसमा के दिया छ इमेज को भ्यालु दिया छ। इमेज भनेको मैले अघि पनि भने y को भ्यालु हो अथवा fx को भ्यालु हो हैन इमेज भनेको र हामीलाई के निकाल्न भनेको छ व्हिच एलिमेन्ट इन द डोमेन भनेको डोमेन को एलिमेन्ट भन्नेबित्तिकै x हो भनेपछि x को कति भ्यालु राख्दा चाहिँ fx को भ्यालु के आउनु पर्ने 7 आउनु पर्यो भनेर दिइरा छ हैन त। भनेपछि हाम्रो यो fx को भ्यालु दिइरा छ 2x - 3/5
फर इमेज टु बी कति हुनुपर्ने इमेज 7 हुनुपर्ने हैन त इमेज 7 हुनु भनेको के हो fx = 7 हैन अब यो fx भनेको 2x - 3/5 भनेको चाहिँ के हुने भयो त इक्वल 7 अब योबाट चाहिँ x को भ्यालु सल्भ गर्नु पर्यो 2x - 3 = 7 5 जार 35 हुने भयो भनेपछि 2x = 35 + 3 र योबाट चाहिँ x भनेको 35 + 3 38 / 2 गर्दा चाहिँ के आयो त 19 आयो एकचोटी यहाँ राखेर चेक गर्दा 19 2 जार कति हुन्छ 38 38 - 3 गर्दा 35 35/5 गर्यो भने 7 आयो हैन ल ठीक छ भनेपछि हाम्रो के रहेछ के निकाल्नु भनेको छ व्हिच एलिमेन्ट इन द डोमेन भनेपछि हेन्स रिक्वायर्ड एलिमेन्ट इन डोमेन इज 19 भनेर भन्नु पर्यो हैन अब यही क्वेशनमा यसको सट्टामा हामीलाई के पनि भन्न सक्थ्यो त फाइन्ड द प्री इमेज अफ 7 भनेर भनेको हैन के गर्थ्यौ हामीले प्री इमेज अफ 7 को प्री इमेज भनेको प्री इमेज भन्नेबित्तिकै x निकाल्नु पर्ने रहेछ भनेपछि यो हामीलाई दिएको चाहिँ के हो y को भ्यालु हो हैन यो y को भ्यालु 7 हो त्यसको प्री इमेज भनेको अघिल्लो भ्यालु हो नि त x को भ्यालु हो यसरी सोधेको भए पनि हामीले गर्ने प्रोसेस यही हुन्थ्यो हैन ल त्यसपछि अब अर्को क्वेशन नम्बर b मा जाउँ फर व्हिच एलिमेन्ट इन द डोमेन अफ द फंक्शन fx = 3x + 5 इज द इमेज 8 भनेपछि यो पनि ठ्याक्कै अघि गरे जस्तै रहेछ हैन त ल क्वेशन नम्बर b को गरौँ अब ल यसको लागि चाहिँ हामीलाई अब यो अघि लेखे जस्तै लेख्नु पर्यो हैन यसको लागि हामीलाई के दिइराछ fx को भ्यालु दिइराछ 3x + 5 र अब हामीलाई के चाहिराछ इमेज 8 हुनको लागि भनेपछि फर fx = 8 हैन इमेज को भ्यालु भनेको fx = 8 त हो भनेको 3x + 5 = 8 भनेपछि 3x = 8 - 5 गर्नु पर्यो योबाट x को भ्यालु 3/3 भनेको 1 आउने भयो नि त ल भनेपछि हेन्स रिक्वायर्ड एलिमेन्ट इन द डोमेन इज 1 भनेर लेख्नु पर्यो है त यति लेख्यो भने सकिहाल्यो त्यसपछि क्वेशन नम्बर c मा जाउँ त्यसो भए व्हिच एलिमेन्ट अफ द डोमेन हैज इमेज 1/2 इन द फंक्शन fx = 2/x - 4 भनेपछि यो पनि ठ्याक्कै अघिको जस्तै रहेछ अर्को क्वेशन पनि व्हिच एलिमेन्ट अफ द डोमेन हैज इमेज 9 इन द फंक्शन यो भनेपछि यो दुईटै क्वेशन एउटै टाइपको रहेछ हैन त यो चारवटै क्वेशन एउटै टाइपको रहेछ ल सुरुमा क्वेशन नम्बर c लाई गरौँ व्हिच एलिमेन्ट अफ द डोमेन हैज इमेज को भ्यालु दिइराछ भन्नुको मतलब के हो fx = 1/2 दिएको र fx को भ्यालु चाहिँ के दिइराछ 2/x - 4 हैन व्हिच एलिमेन्ट अफ द डोमेन भनेको डोमेनको एलिमेन्ट x हुन्छ त्यो x चाहिँ पत्ता लगाउने हामीले इज इक्वल टु 1/2 गर्नु पर्यो अब यो क्रस मल्टिप्लाई गर्दिनु यो 2 यता आउँछ 2 2 जार 4 2 * 2 हुने भयो र यो 1 ले मल्टिप्लाई गर्दा x - 4 हुने भयो हैन भनेपछि यता 4 यो 4 यता आयो नि +4 = x हुने भयो x को भ्यालु के आयो त 8 आउने भयो हैन त ल ठीक छ भनेपछि यसरी हेन्स द रिक्वायर्ड एलिमेन्ट अफ द डोमेन इज 8 भनेर भन्नु पर्यो त्यसपछि क्वेशन नम्बर d मा जाउँ व्हिच एलिमेन्ट अफ द डोमेन भनेपछि x निकाल्ने रहेछ हैज द इमेज भनेपछि y को भ्यालु दिएको रहेछ इन द फंक्शन भनेपछि x = 9 भनेर भन्नु पर्यो यो भनेको 2x - 5 = 9 यो भनेको 2x = 9 + 5 हुने भयो भनेपछि x को भ्यालु के आयो त 9 + 5 14/2 गर्दा 7 आयो नि त रिक्वायर्ड एलिमेन्ट 7 हो भनेर भन्नु पर्यो ल यसरी चाहिँ हामीले क्वेशन नम्बर 6 टाइपको क्वेशन पनि गर्न सक्यौ हैन त ल त्यसपछि क्वेशन नम्बर 7 मा जाउँ यदि हजुरहरुलाई चाहिँ केही कन्फ्युज लागिरहेछ भने चाहिँ यो च्यानलमा कम्प्लिट क्लास 9 अप्सनल म्याथ्स को कम्प्लिट भिडियोहरु कम्प्लिट फुल कोर्स हैन च्याप्टर 1 देखि 6 सम्मको सबै भिडियोहरु यसमा छ हजुरले एकचोटी हेर्नु त्यसपछि केही कन्फ्युज लाग्यो भने कमेन्ट गर्नु अथवा अरु कसैको भिडियो चाहिन्छ भने चाहिँ त्यो कमेन्ट बक्समा लेख्नु मैले त्यसको भिडियोहरु पनि बनाइदिन्छु है त हजुरहरुको लागि ल अनि एउटा कुरा चाहिँ अब सब्स्क्राइब गर्दिनु है त ल अनि साथीहरुसँग पनि शेयर गर्दिनु ल अब क्वेशन नम्बर 7 मा जाउँ है त ए नम्बरमा जाउँ
राइट द डोमेन अफ द फंक्सन डोमेन भनेको यक्सहरुको भ्यालु हो अब फंक्सन f a to w भनेर डिफाइन भइरहेछ वेयर a इज इक्वल टु ए सेट a हैन डोमेन भनेको a को इन्टरभलहरु दिइराछ भनेपछि अब के गर्नु पर्यो त गिवन f भनेको a बाट w मा डिफाइन भइरहेछ वेयर a भनेको चाहिँ के रहेछ 0 लेसर इक्वल टु x इज लेसर इक्वल टु 4 र x बिलोंग्स टु w भनेर दिइराछ अनि त्यसैगरी fx भनेको चाहिँ के दिइराछ 2x - 3 भनेपछि अब a नम्बरमा डोमेन अफ f भनेको चाहिँ के हुन्छ सेट a हुन्छ हैन किन भन्दा a बाट w डिफाइन भइराछ भने a भनेको डोमेन w भनेको कोडोमेन हुन्छ ल सेट a भनेको चाहिँ कस्तो दिइराछ त 0 लेसर इक्वल टु x इज लेसर इक्वल टु 4 x बिलोंग्स टु w अब यो w भनेको के हो w भनेको होल नम्बरहरु हो हैन होल नम्बर भनेको चाहिँ के हुन्छ त 0 बाट सुरु हुन्छ 0 1 2 3 यसरी चाहिँ बढ्दै जान्छ हैन भनेपछि यो के हुने भयो 0 पनि इन्क्लुड हुने भयो 4 पनि किन भन्दा इक्वल छ हैन 0 1 2 3 4 हुने भयो यो चाहिँ भयो डोमेन त्यसपछि क्वेशन नम्बर बी मा जाउँ के सोधिरहेछ फाइन्ड द रेन्ज रेन्ज भनेको के हो y को भ्यालुहरु निकाल्न सोधेको हैन अथवा y भनेको fx को भ्यालुहरु निकाल्न भनेको भनेपछि यो सबै x को भ्यालुहरु भयो अब योसँग रिलेटेड y को भ्यालुहरु निकाल्नु पर्ने छ हामीलाई भनेपछि त्यो निकालौं ल यसको लागि फर x इक्वल्स 0 fx को भ्यालु के आयो त 2 * 0 - 3 हैन 2x - 3 हो नि त अब x को ठाउँमा 0 राख्दा यहाँ 0 हुने भयो भनेको 0 - 3 गर्दा -3 आउँछ त्यसैगरी फर x को भ्यालु अब 1 राखौं 1 राख्दा के आयो त f अफ x भनेको 2 * 1 - 3 भनेको 2 - 3 गर्दा -1 आयो त्यसैगरी फर x को भ्यालु अब अर्को 2 लिनु पर्यो fx भनेको के आयो त 2 * 2 - 3 2 2 जार 4 -3 गर्दा 1 आयो र फेरि फर x को भ्यालु 3 को लागि चाहिँ fx भनेको के आयो त 2 * 3 - 3 गर्दा 3 2 जार 6 -3 3 आउने रहेछ र त्यसपछि फर x इज इक्वल टु 4 4 को लागि चाहिँ fx को भ्यालु 2 * 4 के हो त 2x - 3 हैन -3 4 2 जार 8 -3 गर्दा चाहिँ 5 आयो हैन ल भनेपछि हाम्रो फाइन्ड द रेन्ज अफ द फंक्सन भनिराछ सो रेन्ज अफ द फंक्सन अब यसमा चाहिँ के छ भन्दा एकचोटी आयो नि त फंक्सन f भन्ने चाहिँ कसरी डिफाइन भइराछ a बाट w हैन w भनेको होल नम्बर भन्यो जुन चाहिँ 0 1 2 3 4 हरु हैन 0 र पोजिटिभ नम्बरहरु अब यो होल नम्बरमा नेगेटिभ नम्बरहरु हुन सक्छ त हुन सक्दैन हैन तर यो क्वेशनमा चाहिँ के भइराछ त यो दुईटाहरु त के भइराछ यी नेगेटिभ नम्बरहरु आइराको छ हैन भनेपछि हाम्रो यो क्वेशनमा चाहिँ अलिकति यो सचाउनु हैन यसलाई चाहिँ w को सट्टामा z राख्दिनु है त z राख्यो भने चाहिँ के हुन्छ z भनेको इन्टिजरहरु हो हैन z भनेको इन्टिजरहरु हो इन्टिजर भनेको चाहिँ नेगेटिभ पनि हुन सक्छ जस्तै -3 -2 -1 त्यसपछि 0 पनि हुन्छ 1 2 3 यस्तो हुन्छ हैन इन्टिजर भनेको चाहिँ ल भनेपछि यो त इन्टिजर नेगेटिभ इन्टिजर भ्यालुहरु आइराछ यसमा त हैन भनेपछि यो होल नम्बरमा त पर्दैन त्यसो भएको हुनाले यो w को सट्टामा z बनाइदिनु है त क्वेशनमा ल यदि त्यसो बनायो भने चाहिँ हाम्रो रेन्ज के हुने भयो त -3 -1 1 3 र 5 हुने रहेछ हाम्रो रेन्जको एलिमेन्टहरु हैन ल त्यसपछि अर्को के सोधिराछ रिप्रेजेन्ट द फंक्सन इन एन एरो डायग्राम भनिराछ है ल एरो डायग्राममा देखाउन त आइहाल्छ हजुरहरुलाई ल यो सेट a भने मैले त्यसपछि पछाडी चाहिँ यो w को सट्टामा z लेख्नु भनेको थिए मैले त्यो z नै लेख्दिए मैले है त र 0 1 2 3 4 0 1 2 3 4 र इनरको लागि यताको भ्यालुहरु कति त -3 -1 1 3 र 5 ल अब यसमा हेर्दै यता म्याच गर्दै गर्ने 0 बाट -3 मा गइराछ 1 बाट -1 मा 2 बाट 1 मा 3 बाट 3 मै गएछ र त्यसैगरी 4 बाट चाहिँ 5 मा गएछ यसले चाहिँ के देखाइराछ फंक्सन f देखाइराछ हैन ल भनेपछि यसरी चाहिँ हामीले के गर्न सक्यौ त एरो डायग्राममा हामीले रिप्रेजेन्ट गर्न सक्यौ त्यसपछि यो एउटा क्वेशन छ स्टेट द टाइप अफ फंक्सन भनेर सोधिराछ
अब यो कस्तो टाइपको फंक्सन हो त भनेर हामीले यसपछिको च्याप्टरमा चाहिँ पढ्छौं हैन। अहिलेलाई चाहिँ यो टाइप अफ फंक्सनको लागि यसपछिको भिडियो जुन आउँछ त्यो भिडियो चाहिँ हजुरले हेर्नु, त्यसमा हजुरलाई क्लियर हुन्छ कसरी टाइप अफ फंक्सन छुट्याउने भन्ने कुरो। र मैले अहिले चाहिँ यसमा के लेख्दिए भन्दा यो चाहिँ 1 to 1 onto फंक्सन हो है त। यो ल यो किन यस्तो फंक्सन कसरी भयो भन्ने कुरा चाहिँ मैले अर्को भिडियोमा गर्छु है त। ल अब यति नै हो यो च्याप्टरमा। यो क्वेशन नम्बर 7 सम्म थियो र यसको कम्प्लिट सोलुसन चाहिँ हामीले गरिसक्यौं हैन। र यसमा अझै पनि हजुरलाई केही कन्फ्युज छ भने चाहिँ पहिला चाहिँ यही च्यानलमा भएको यो फंक्सन रिलेसनहरुसँग रिलेटेड भिडियोहरु छ, त्यो भिडियोहरु एकचोटी मजाले हेर्नु, त्यसपछि हजुरलाई पुरै कन्सेप्ट क्लियर हुन्छ। र अझै पनि केही प्रब्लम छ भने चाहिँ कमेन्ट गर्न सक्नुहुन्छ र कसैको कमेन्ट आएको छ भने चाहिँ हजुर साथीहरुले पनि त्यो उनीहरुलाई हेल्प गर्न सक्नुहुन्छ है त, त्यो कमेन्टमा रिप्लाई गरेर हैन, आफूले जानेको कुराहरु चाहिँ त्यो रिप्लाई गर्दिनु है त। ल त्यसपछि चाहिँ अब यो भिडियो यदि हजुरहरुलाई हेल्पफुल लागिरहेछ भने चाहिँ सब्स्क्राइब गर्नु र साथीहरुसँग शेयर गर्नु है त। ल हस्, थ्यांक यू।